हेलो साथीहरू, आज म फेरि पनि निम्न माध्यमिक अध्यापन अनुमति पत्र 2082 सालको लागि नमुना प्रश्नपत्र सेट 2 लिएर आइसकेको छु, जसले गर्दा तपाईहरुलाई यस वर्ष हुने टिचिङ लाइसेन्सको एक्जाममा सहयोग पुग्नेछ। ढिला नगरिकन हामी प्रश्नतर्फ जाउँ। यहाँ प्रश्न नम्बर 1 मा रहेको छ, नेपालको संविधानको कति अनुसूचीमा प्रदेशको अधिकार सूचीको व्यवस्था गरिएको छ? नेपालको संविधानको कति अनुसूचीमा प्रदेशको अधिकारको सूची व्यवस्था गरिएको छ? अनुसूची 5, अनुसूची 6, अनुसूची 7 र अनुसूची 8 मध्ये हामीले छान्नुपर्ने हुन्छ, जसको सही उत्तर रहेको छ अनुसूची 6। नेपालको संविधानको अनुसूची 6 मा प्रदेश अधिकारको सूचीको व्यवस्था गरिएको छ। यस्तै प्रश्न नम्बर 2 रहेको छ, विद्यालय क्षेत्र सुधार कार्यक्रम एसएसआरपी अनुसार शिक्षाको संरचना कस्तो थियो? विद्यालय क्षेत्र सुधार कार्यक्रम एसएसआरपी अनुसार शिक्षाको संरचना कस्तो थियो? यो चाहिँ हाम्रो एसएसआरपी अनुसार के थियो त 8+4 थियो। कक्षा 1 देखि 8 सम्म आधारभूत र त्यसपछि 9 to 12 माध्यमिक तह भनी 8+4 रहेको थियो। जस्तै गरी विद्यालय शिक्षाका राष्ट्रिय उद्देश्यहरू कतिवटा रहेका छ? विद्यालय शिक्षाको राष्ट्रिय उद्देश्यहरू कतिवटा रहेको छ? यसले चाहिँ हाम्रो विद्यालय शिक्षाको राष्ट्रिय उद्देश्यहरू जम्माजम्मी 12 वटा रहेको छ। यस्तै फेरि अर्को प्रश्न रहेको छ, शिक्षा ऐन 2028 अनुसार विद्यालयले लागू गर्ने पाठ्यपुस्तक कोबाट स्वीकृत भएको हुनुपर्छ? शिक्षा ऐन 2028 अनुसार विद्यालयले लागू गर्ने पाठ्यपुस्तक कोबाट स्वीकृत भएको हुनुपर्छ? हामीले विद्यालयमा प्रयोग गर्ने पाठ्यपुस्तकहरू कोबाट स्वीकृत भएको हुनुपर्छ त नेपाल सरकारबाट भएको हुनुपर्दछ। यसको सही उत्तर भयो नेपाल सरकार, किनभने नेपाल सरकारले स्वीकृति दिएको पाठ्यपुस्तक मात्रै हामी विद्यालयमा लागू गर्न सक्छौं। यस्तै अर्को प्रश्न रहेको छ, कुनै माग वा कार्यका कारण कुनै व्यक्तिको शारीरिक एवं मानसिक व्यवहारमा आउने अनिश्चित परिवर्तन के हो? कुनै माग वा कार्यका कारण कुनै व्यक्तिको शारीरिक एवं मानसिक व्यवहारमा आउने अनिश्चित परिवर्तन के हो त? तनाव हो हाम्रो। यस्तै अर्को प्रश्न रहेको छ, नेपालमा समाहित शिक्षा कार्यक्रम सर्वप्रथम परीक्षण गरिएको जिल्ला कुन हो? नेपालमा समाहित शिक्षा कार्यक्रम सर्वप्रथम परीक्षण गरिएको जिल्ला कुन हो त? हाम्रो बाँके जिल्लामा यो परीक्षण गरिएको थियो। यस्तै अर्को प्रश्न रहेको छ, विक्रम सम्वत 2007 सालमा नेपालको साक्षरता प्रतिशत कति थियो? राणा कालको अन्त्य हुँदाखेरि 2007 सालमा हाम्रो नेपालको साक्षरता प्रतिशत कति रहेको थियो? त्यसवखत हाम्रो नेपालको साक्षरता प्रतिशत जम्माजम्मी 2% मात्रै रहेको थियो। तसर्थ नेपालमा विक्रम सम्वत 2007 सालमा 2% साक्षरता दर रहेको थियो। यस्तै अर्को प्रश्न रहेको छ, प्रयत्न र भूल सिकाइ सिद्धान्तको प्रयोग कुन जनावरमाथि गरिएको थियो? प्रयत्न र भूल सिकाइ सिद्धान्तको प्रयोग कुन जनावरमाथि गरिएको थियो? कुकुर, मुसा, बिरालो वा वनमानव? प्रयत्न र भूल सिकाइ सिद्धान्त हाम्रो कुन जनावरमाथि प्रयोग गरेको थियो त? मुसामाथि प्रयोग गरेको थियो। यस्तै अर्को प्रश्न रहेको छ, सिकारुको चिन्तनलाई जोड दिने सिकाइ सिद्धान्त कुन हो? सिकारुको चिन्तनलाई जोड दिने सिकाइ सिद्धान्त कुन हो? कुन सिकाइ सिद्धान्तमा सिकारुले आफै बढी चिन्ता लिने र आफ्नो दममा त्यसको समाधान खोज्ने गर्दछ त? अन्तर्दृष्टि सिकाइ सिद्धान्तमा गर्ने गर्दछ यो काम। अर्थात् अन्तर्दृष्टि सिकाइ सिद्धान्तमा सिकारुको चिन्तनलाई जोड दिने गर्दछ। यस्तै अर्को प्रश्न रहेको छ, प्राचीन कालमा मनोविज्ञानलाई कस्तो विज्ञानका रूपमा लिइन्थ्यो? प्राचीन कालमा मनोविज्ञानलाई कस्तो विज्ञानको रूपमा लिइन्थ्यो? आत्माको विज्ञान, चेतनाको विज्ञान, व्यवहारको विज्ञान वा मन र मस्तिष्कको विज्ञान? प्राचीन कालमा हाम्रो के थियो? आत्माको विज्ञानको रूपमा मनोविज्ञानलाई लिने गर्दथ्यो। त्यसपछि फेरि चेतनाको विज्ञानको रूपमा लियो, त्यसपछि व्यवहारको विज्ञानको रूपमा आयो र अहिले मन र मस्तिष्कको विज्ञानको रूपमा लिएको छ। प्राचीन कालमा हाम्रो आत्माको विज्ञान हुन्थ्यो। जस्तै अर्को प्रश्न रहेको छ, विद्यालय सुधार योजना कस्तो आवधिक योजना हो? वार्षिक, मासिक, पञ्चवर्षीय वा 10 वर्षीय? हाम्रो जुन विद्यालय सुधार योजना रहेको थियो त्यो कस्तो योजना थियो त? 5 वर्षको लागि थियो, अर्थात् पञ्चवर्षीय योजना थियो। यस्तै अर्को प्रश्न रहेको छ, विद्यालयको बजेट कसले तयार पार्दछ? विद्यालयको
बजेट कसले तयार पार्दछ? प्रले, लेखापालले, शिक्षकले अथवा शिक्षक अभिभावक संघले? हाम्रो विद्यालयको बजेट कसले तयार पार्ने गर्दछ त? प्रधानाध्यापक अथवा प्रले तयार पार्ने गर्दछ। यस्तै अर्को प्रश्न रहेको छ, विद्यालयलाई लघु समाजको रूपमा परिभाषित गर्ने शिक्षाविद को हुन्? विद्यालयलाई लघु समाजको रूपमा परिभाषित गर्ने शिक्षाविद को हुन्? जोन ड्युवे, इभान इलिच क्याग्ने वा जीन पियाजे? विद्यालयलाई लघु समाजको रूपमा परिभाषित गर्ने शिक्षाविद चाहिँ जोन ड्युवे थियो। यस्तै अर्को प्रश्न, शिक्षक सक्षमताको प्रारूपमा कुन सक्षमता नम्बरमा निरन्तर सिकाइ र पेशागत विकास सम्बन्धमा शिक्षकमा हुनुपर्ने गुणहरू उल्लेख गरिएको थियो? 4, 5, 6 वा 7? शिक्षक सक्षमताको प्रारूपमा कुन सक्षमता नम्बरमा निरन्तर सिकाइ र पेशागत विकास सम्बन्धमा शिक्षकमा हुनुपर्ने गुणहरू? यहाँ यो पोइन्टलाई अलिकति हेर्नु होला। शिक्षकमा हुनुपर्ने गुणहरू कति नम्बर सक्षमतामा व्यवस्था गरिएको छ त? 6 नम्बर सक्षमतामा व्यवस्था गरिएको छ। फेरि अर्को प्रश्न रहेको छ, शिक्षकको पेशागत विकास प्रारूप अनुसार प्रमाणीकरण तालिमको प्रत्येक चरण कति दिनको हुन्छ? शिक्षकको पेशागत विकास प्रारूप अनुसार प्रमाणीकरण तालिमको प्रत्येक चरण कति दिनको हुने गर्दछ? जम्मा जम्मी हाम्रो पेशागत विकास प्रारूप अनुसार प्रमाणीकरण तालिम 30 दिनको हुने गर्दछ। तर त्यो 30 दिनमा 2 वटा चरणहरू रहेको छ जुन 15-15 दिनको हुन्छ। 15-15 को 2 वटा चरण गरी जम्मा जम्मी 30 दिनको हुने गर्दछ। हामीलाई प्रत्येक चरण भनेकाले हाम्रो सही उत्तर 15 दिन भयो। यस्तै अर्को प्रश्न रहेको छ, शिक्षा नियमावलीको कुन नियममा शिक्षकले पालना गर्नुपर्ने आचरणहरू उल्लेख गरिएको छ? शिक्षा नियमावलीमा कुन नियममा शिक्षकले पालना गर्नुपर्ने आचरणहरू उल्लेख गरिएको छ? यो चाहिँ हाम्रो नियम नम्बर 133 मा व्यवस्था गरिएको छ। यस्तै अर्को प्रश्न रहेको छ, गुणस्तरीय शिक्षाको उपलब्धि सम्बन्धी पक्षमा कुन पर्दछ? गुणस्तरीय शिक्षाको उपलब्धि सम्बन्धी पक्षमा कुन पर्दछ? हाम्रो उपलब्धि के विद्यार्थी उपलब्धि भएन, क्रियाकलाप पनि उपलब्धि भएन, पाठ्यक्रम पनि उपलब्धि भएन, तर बाह्य सक्षमता चाहिँ हाम्रो के हो त? उपलब्धि हो, अर्थात् बाह्य सक्षमता यसको सही उत्तर भयो। यस्तै प्रश्न नम्बर 18, गुणस्तरीय शिक्षा प्रदान गर्ने मुख्य दायित्व कसको हुन्छ? गुणस्तरीय शिक्षा प्रदान गर्ने मुख्य दायित्व कसको हुन्छ? प्रधानाध्यापक, शिक्षक, स्थानीय तह अथवा विद्यालय व्यवस्थापन समिति? प्रधानाध्यापकले जति मेहनत गरे पनि अथवा स्थानीय तह र विद्यालय व्यवस्थापन समितिले जति मेहनत गरे पनि शिक्षकले नचाहेको खण्डमा गुणस्तरीय शिक्षा प्रदान गर्न सक्दैन। अर्थात् गुणस्तरीय शिक्षा प्रदान गर्ने मुख्य दायित्व हाम्रो शिक्षकको रहेको हुन्छ। युनेस्को 1996 का अनुसार गुणस्तरीय शिक्षाका 4 खम्बाहरूमा तलका मध्ये कुन पर्दैन? हाम्रो शिक्षाका 4 खम्बाहरूमा जान्नको लागि सिकाइ पनि पर्दछ, गर्नको लागि पनि सिकाइ हुनु पर्दछ, बन्नको लागि पनि र सँगै जिउनको लागि सिकाइ पनि हाम्रो 4 वटा खम्बाहरू रहेको छ। तर गुणस्तरीय उपलब्धि के हो त? हाम्रो शिक्षाका खम्बा रहेको छैन, अर्थात् सही उत्तर गुणस्तरीय उपलब्धि भयो। यस्तै आर्थिक सर्वेक्षण 2076-77 मा कति विद्यालयको कार्य सम्पादन परीक्षण गरेको थियो? आर्थिक सर्वेक्षण 2076-77 मा कति विद्यालयको कार्य सम्पादन परीक्षण गरिएको थियो? 2076-77 मा जम्मा जम्मी 895 वटा विद्यालयको कार्य सम्पादन परीक्षण गरेको थियो। आधुनिक फाइलिङ पद्धतिमा कुन पर्दैन? आधुनिक फाइलिङ पद्धतिमा कुन पर्दैन? समतल फाइलिङ पनि पर्दछ, ठाडो फाइलिङ पनि अहिलेको आधुनिक फाइलिङ अन्तर्गत नै पर्दछ, सक्रिय फाइलिङ पनि आधुनिक फाइलिङ अन्तर्गत पर्दछ, तर मिसिल फाइलिङ अहिलेको आधुनिक नभई परम्परागत फाइलिङ हो। समाजको प्रकृति अनुकूलको सामाजिक गुण र व्यवहार देखाउने विशेषता नेतृत्वको कुन सिद्धान्त अन्तर्गत पर्दछ? समाजको प्रकृति अनुकूलको सामाजिक गुण र व्यवहार देखाउने विशेषता नेतृत्वको कुन सिद्धान्त अन्तर्गत पर्दछ? चाहिँ हाम्रो संज्ञानात्मक सिद्धान्त अन्तर्गत पर्दछ। यस्तै अर्को प्रश्न, व्यवहारलाई भन्दा सिद्धान्तलाई जोड दिने
कस्तो प्रकारको नेतृत्व हो? व्यवहारलाई भन्दा सिद्धान्तलाई जोड दिने कस्तो प्रकारको नेतृत्व हो? यो चाहिँ नोकरशाही नेतृत्व अन्तर्गत हामी व्यवहारमा नभई सिद्धान्तलाई बढी जोड दिएका हुन्छौँ। यस्तै अर्को प्रश्न रहेको छ, कक्षा कोठाको भौतिक पक्षको व्यवस्थापन गर्दा कक्षागत रूपमा प्रति विद्यार्थी प्राथमिक तहमा कति वर्ग मिटर क्षेत्रफल कायम गर्नुपर्दछ? कक्षा कोठाको भौतिक पक्षको व्यवस्थापन गर्दा कक्षागत रूपमा प्रति विद्यार्थी प्राथमिक तहमा कति वर्ग मिटर क्षेत्रफल कायम गर्नुपर्दछ? 0.75 वर्ग किलोमिटर गर्नै पर्ने हुन्छ। तर हाम्रो एक्सपेक्टेड चाहिँ अहिलेको के हुन्छ त 1 एक्सपेक्टेड नभनेकाले हामी 0.75 हाम्रो अहिलेको लागि सही उत्तर हो। यस्तै बहुवैकल्पिक प्रश्न कस्तो प्रकारको प्रश्न हो? बहुवैकल्पिक प्रश्न कस्तो प्रकारको प्रश्न हो? यो न त विषयगत हुन्छ, न त संक्षिप्त उत्तरात्मक हुन्छ, न त निबन्धात्मक हुन्छ। बहुवैकल्पिकमा हामी टिक लगाउने भएकाले यो वस्तुगत प्रश्न भयो। वस्तुगत प्रश्नमा 4वटा प्रश्नहरू रहेका छन्। बहुवैकल्पिक वटा हुन्छ, अर्को जोडा मिलाउने हुन्छ, अर्को ठिक बेठिक र अर्को खाली ठाउँ हुने गर्दछ। यस्तै बहुकक्षा बहुस्तर एमजीएमएलको सुरुवात गर्ने संस्था कुन हो? बहुकक्षा बहुस्तरको सुरुवात गर्ने संस्था कुन हो? ऋषि भ्याली सेन्टर फर एजुकेशनल रिसोर्स, ऋषि भ्याली सेन्टर फर एजुकेशनल डेभलपमेन्ट अथवा एजुकेशनल इनोभेसन वा एजुकेशन रिसर्च। बहुकक्षा बहुस्तरको सुरुवात गर्ने संस्था कुन थियो? हाम्रो ऋषि भ्याली सेन्टर फर एजुकेशनल रिसोर्स रहेको थियो। यस्तो अर्को प्रश्न रहेको छ, एउटा शिक्षकले एउटै पिरियडमा एक भन्दा बढी कक्षामा शिक्षण गर्नु कस्तो प्रकारको शिक्षण हो? अथवा एउटा शिक्षकले एउटै पिरियडमा एक भन्दा बढी कक्षामा शिक्षण गर्नु के हो त? बहुकक्षा शिक्षण हो। यस्तै अर्को प्रश्न रहेको छ, हिल्डा टाभाका अनुसार पाठ्यक्रमका कतिवटा तत्त्वहरू रहेका छन्? हिल्डा टाभाका अनुसार पाठ्यक्रमका कतिवटा तत्त्वहरू हुन्छन् त? जम्मा 5वटा हिल्डा टाभाका अनुसार पाठ्यक्रमका तत्त्वहरू हुन्छन्। यस्तै अर्को प्रश्न रहेको छ, कक्षा 6 देखि 8 को गणित विषयको पाठ्य घण्टा कति रहेको छ? यो त सिम्पल क्वेशन हो, हामी सबैले थाहा भएको 5 पाठ्य घण्टा। कक्षा 6 देखि 8 मा जम्मा गणित विषयलाई 5 पाठ्य घण्टा छुट्याइएको छ। पाठ्यक्रममा पाठ्यवस्तु छनौटका आधार कुन होइन? पाठ्यक्रममा पाठ्यवस्तु छनौटका आधार कुन होइन? निरन्तरता र क्रमिकता पनि पाठ्यक्रममा रहेको हुन्छ, महत्त्व पनि उल्लेख गर्नै पर्ने हुन्छ, तर वैधता चाहिँ हाम्रो हुँदैन। समग्र रूपमा शिक्षण सिकाइ क्रियाकलाप कुन प्रकृतिको हुन्छ? समग्र रूपमा शिक्षण सिकाइ क्रियाकलाप कुन प्रकृतिको हुन्छ? शिक्षण सिकाइ क्रियाकलाप हाम्रो औपचारिक पनि हुन्छ, बेला बेला अनौपचारिक पनि हुन्छ, कुनै बेला अतिरिक्त रूपमा पनि हुन्छ। अर्थात् हाम्रो यो तीनटै के हो त? सही उत्तर हो। अर्थात् माथिका सबै हाम्रो के भयो त? शिक्षण सिकाइ क्रियाकलापको प्रकृतिहरू हुन्। अर्थात् यो तीनटै सही उत्तर छ। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 अनुसार सिकाइ क्षमता स्तरलाई कति तहमा विभाजन गरिएको छ? विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 अनुसार सिकाइ क्षमता स्तरलाई कति तहमा विभाजन गरिएको छ? यो चाहिँ अहिले 5 तहमा विभाजन गरेको छ। तलका मध्ये कुन शिक्षकद्वारा निर्मित योजना होइन? तलका मध्ये कुन शिक्षकद्वारा निर्मित योजना होइन? शैक्षणिक योजना पनि शिक्षकले बनाउने गर्दछ, वार्षिक कार्य योजना पनि शिक्षकले बनाउने गर्दछ, दैनिक पाठ योजना पनि शिक्षकले दैनिक रूपमा बनाउने गर्दछ, तर शैक्षिक योजना चाहिँ शिक्षकले नभई त्योभन्दा माथिल्लो इकाइले बनाउने गर्दछ। तसर्थ शैक्षिक योजना शिक्षकद्वारा निर्मित योजना होइन। यस्तै अर्को प्रश्न रहेको छ, सिकारुका दैनिक जीवनसँग आइपरेका समस्या समाधानमा केन्द्रित गरी सिकारुको क्रियाशीलता जोड दिने सिकारुको क्रियाशीलतामा जोड दिने शिक्षण विधि कुन हो? सिकारुका दैनिक जीवनसँग आइपरेका समस्या समाधानमा केन्द्रित गरी सिकारुको क्रियाशीलतामा जोड दिने शिक्षण विधि कुन हो? प्रवचन विधि, छलफल विधि, प्रयोगात्मक विधि वा परियोजना विधि। परियोजना विधिमा के गर्ने गर्दछ त? हाम्रो
सिकारुको दैनिक जीवनमा आइपरेका समस्याहरूलाई समाधानसँग केन्द्रित गरेर सिक्ने गर्दछ। अर्थात् हाम्रो सही उत्तर परियोजना विधि भयो। यस्तै अर्को प्रश्न रहेको छ, बालबालिकाहरूलाई शिक्षण विधिको प्रयोगद्वारा शिक्षण सिकाइ कार्य गर्ने गराइने विधिलाई के भनिन्छ? बालबालिकाहरूलाई शिक्षण विधिको प्रयोगद्वारा शिक्षण सिकाइ क्रिया कार्य गर्ने गराइने विधिलाई के भनिन्छ? मेथड त हाम्रो क्रियाकलाप अन्तर्गत भइहाल्यो, स्ट्राटेजी पनि हुने कुरै भएन, अथवा एन्ड्रागोजी र पेडागोजी मध्ये एउटा हुनु पर्यो। बालबालिकाहरूलाई शिक्षण विधिको प्रयोग, शिक्षण विधि हाम्रो के छ? बालबालिका भनेको छ यहाँ, अर्थात् पेडागोजी। बालबालिकाहरूलाई शिक्षण विधिको प्रयोगद्वारा शिक्षण सिकाइ कार्य गर्ने विधि के कुन त? पेडागोजी। यदि यसैको ठाउँमा वृद्धहरूलाई शिक्षण विधि भनिन्थ्यो भने त्यसको सही उत्तर एन्ड्रागोजी हुने थियो। यस्तै अर्को प्रश्न हाम्रो रहेको छ, परियोजना विधिको प्रतिपादक को हुन्? परियोजना विधिको प्रतिपादक को हुन् त हाम्रो किलप्याट्रिक हो। यस्तै अर्को प्रश्न रहेको छ, मूल्याङ्कनको कुन अन्य साधनले व्यवहारिक पक्षको मापनलाई प्रभावकारी बनाउँछ? मूल्याङ्कनको कुन अन्य साधनले व्यवहारिक पक्षको मापनलाई प्रभावकारी बनाउँदछ? यसको सही उत्तर के हुन्छ होला? अवलोकनले। किनभने व्यवहारिक पक्षको मूल्याङ्कन हामी अवलोकन मार्फत सही ढङ्गले गर्न सक्छौँ। यस्तै अर्को प्रश्न रहेको छ, प्राथमिक तहमा कुन मूल्याङ्कनका आधारमा सिकाइलाई सुनिश्चित गरिएको छ? प्राथमिक तहमा कुन मूल्याङ्कनका आधारमा सिकाइलाई सुनिश्चित गरिएको छ? निर्माणात्मक, निदानात्मक, निर्णयात्मक वा वार्षिक मूल्याङ्कन? प्राथमिक तहमा हाम्रो अहिले के भनेको छ त? निर्माणात्मक मूल्याङ्कनलाई जोड दिएको छ। यस्तै रुब्रिक्स भनेको के हो? रुब्रिक्स भनेको के हो? कार्य सम्पादन मूल्याङ्कन अथवा निरन्तर मूल्याङ्कन, निर्धारित निर्णायक मूल्याङ्कन वा समय सापेक्ष सिप केन्द्रित मूल्याङ्कन? रुब्रिक्सको प्रयोग के को लागि गरिन्छ भन्दा कार्य सम्पादन मूल्याङ्कनको लागि प्रयोग गरिन्छ, अर्थात् यसको सही उत्तर कार्य सम्पादन मूल्याङ्कन भयो। यस्तै अर्को प्रश्न रहेको छ, प्रयोगका आधारमा अनुसन्धानको प्रकार कुन हो? प्रयोगका आधारमा अनुसन्धानका प्रकार कुन हो? यसको सही उत्तर हुन्छ आधारभूत अनुसन्धान। यस्तै अर्को प्रश्न रहेको छ, घटना अध्ययन र कार्यमूलक अनुसन्धानका भनाइ विचार गर्नुहोस्। घटना अध्ययन र कार्यमूलक अनुसन्धानका भनाइ विचार गर्नुहोस्। क नम्बरमा दिएको छ, कार्यमूलक अनुसन्धान घटना अध्ययनको परिपूरक हो, जुन चाहिँ हाम्रो के हो त? रङ रहेको छ। कार्यमूलक अनुसन्धान घटना अध्ययनको परिपूरक हुँदै होइन। यस्तै ख नम्बरमा रहेको छ, कार्यमूलक अनुसन्धान अल्पकालीन प्रकृतिको र घटना अध्ययन दीर्घकालीन प्रकृतिको हुन्छ, जुन चाहिँ सही हो। कार्यमूलक अनुसन्धान के हुन्छ त? अल्पकालीन र घटना अध्ययन जहिले पनि दीर्घकालीन हुने गर्दछ। यस्तै ग नम्बरमा रहेको छ, घटना अध्ययन गहिरो अध्ययन र कार्यमूलक प्रकृतिक हुन्छ। घटना अध्ययनलाई हामी जहिले पनि के गर्छौँ त? गहिरो रूपमा अध्ययन गर्ने गर्दछौँ, अर्थात् यो पनि के हो त? सही हो। अब हामी अप्सन हेरौँ त, क नम्बरको रङ भयो, ख र ग चाहिँ सही रहेको छ। यहाँ क नम्बरमा भनेको छ सबै ठिक, जुन हाम्रो सही उत्तर भएन। सबै बेठिक पनि हुँदै होइन। ग नम्बरमा भनेको छ ख र ग मात्रै ठिक, जुन चाहिँ हाम्रो सही उत्तर हो। यस्तै अर्को प्रश्न रहेको छ, कार्यमूलक अनुसन्धानमा तलका मध्ये कुन पर्दैन? कार्यमूलक अनुसन्धानमा तलका मध्ये कुन पर्दैन? विश्वव्यापकता, सीमित क्षेत्र, सुधार केन्द्रित वा स्वप्रतिबिम्बात्मक? कार्य अनुसन्धान के हुन्छ त? कार्यमूलक अनुसन्धान जहिले पनि सीमित हुन्छ, सुधार केन्द्रित पनि हुन्छ र आफैले प्रतिबिम्बन पनि गर्न सक्नुपर्छ। तसर्थ यो तीनटै हाम्रो के हो त? कार्यमूलक अनुसन्धान अन्तर्गत पर्ने तत्त्वहरू हुन्, तर विश्वव्यापकता होइन। किनभने
कार्यमूलक अनुसन्धान हाम्रो विश्वव्यापकता रूपमा रहेको हुँदैन। यस्तै अर्को प्रश्न रहेको छ, आधारभूत अनुसन्धानको प्रमुख उद्देश्य तलका मध्ये कुन हो? आधारभूत अनुसन्धानको प्रमुख उद्देश्य तलका मध्ये कुन हो? समस्याको पहिचान गर्नु, यो त हाम्रो त्यसको चरणहरू मध्ये भइसक्यो। एक, मौलिकताको खोजी गर्नु, यो चाहिँ हाम्रो आधारभूत अनुसन्धानको उद्देश्य पक्कै पनि होइन। ज्ञान प्राप्ति गर्नु पनि आधारभूत अनुसन्धानको प्रमुख उद्देश्य होइन। आधारभूत अनुसन्धानको मुख्य उद्देश्य भनेको सिद्धान्तलाई के गर्नुपर्छ त? प्रतिपादन गर्नु हो। यस्तै अर्को प्रश्न रहेको छ, कम्प्युटरलाई नेपालीमा के भनिन्छ? कम्प्युटरलाई नेपालीमा के भनिन्छ? क्याल्कुलेटर त हुँदै होइन, सूचना यन्त्र पनि होइन, सूचकाङ्क के हो त? हाम्रो कम्प्युटरको नेपाली रूप हो। यस्तै अर्को प्रश्न रहेको छ, हार्डवेयरलाई कुन टर्मले चिनिन्छ? हार्डवेयरलाई कुन टर्मले चिनिन्छ? हार्डवेयर हाम्रो के हो त? फिजिकल पार्ट हो, प्रोग्रामिङ पार्ट त होइन, प्रिन्टेड कपी फाइल पनि होइन, हार्डवेयरले इन्स्ट्रक्सन पनि दिने गरेको छैन, तर हाम्रो के हो त? फिजिकल पार्ट अन्तर्गत पर्ने हो। त्यसैले हार्डवेयरलाई कुन टर्मले चिनिन्छ भन्दाखेरि फिजिकल पार्ट यसको सही उत्तर भयो। यस्तै अर्को प्रश्न रहेको छ, ई लर्निङ कुनबाट गर्न मिल्दैन? ई लर्निङ कुनबाट गर्न मिल्दैन? ल्यापटपबाट हामीले ई लर्निङ गर्न पाइहाल्छौँ, प्रेजेन्टेसन स्लाइड अथवा हामीले पावर पोइन्टबाट पनि ई लर्निङ गर्न पाइहाल्छौँ, जुममा पनि हामी मिटिङ गरेर अध्ययन गर्न सकिहाल्छौँ अथवा लर्निङ गरिहाल्छौँ, तर प्रिन्टिङ मटेरियल अथवा प्रिन्टेड मटेरियल के हो त? हाम्रो इलेक्ट्रिक लर्निङ होइन, यो चाहिँ हाम्रो के हो त? फिजिकल लर्निङ हो। त्यसैले यो प्रिन्टेड मटेरियल्स ई लर्निङ अन्तर्गत पर्दैन। अर्को प्रश्न रहेको छ, तल दिएका अक्षरहरूलाई मिलाउँदा अर्थपूर्ण शब्दहरू बन्छन्। यहाँ अलिकति मिस्टेक भएको छ, मिलाउँदा हुनुपर्ने हो। तल दिएका अक्षरहरूलाई मिलाउँदा अर्थपूर्ण शब्दहरू बन्छन्। यसरी बन्ने शब्दहरूमध्ये सबैभन्दा अथवा अरूभन्दा फरक शब्द कुन हो? जुन सुकै अर्थ यहाँ अक्षरहरू दिएको छ, यो चारटै अक्षरबाट के हुन्छ त? हाम्रो केही न केही अर्थपूर्ण शब्दहरू बन्दछ। यो बन्ने शब्दहरूबाट अरूभन्दा फरक शब्द हामीले यहाँ खोज्नु पर्ने हुन्छ। यहाँ हामी खोजौँ त, याडबाट हामीले डे बनाउन सक्छौँ, ठीक छ, याडबाट डे बनाउन सक्छौँ। त्यस्तै एमबाट मुन बनाउन सक्छौँ, एसबाट सन बनाउन सक्छौँ। यस्तै एक्सटीआरएईबाट हामीले अर्थ बनाउन सक्छौँ। के गर्न सक्छौँ त? अर्थ बनाउन सक्छौँ। यहाँहरु क नम्बरमा डे बन्यो, खमा मुन भयो, त्यसपछि सन भयो र अर्थ भयो। यो चारवटा मध्येबाट हाम्रो फरक शब्द कुन छ त? अरूभन्दा फरक शब्द। यहाँ हेर्नु, मुनले हाम्रो के गर्छ? अर्थको चक्र काट्ने गर्दछ र अर्थले सनको परिक्रमा गर्ने गर्दछ। यसरी हेर्दाखेरि यो तीनटै एक आपसमा सम्बन्धित रहेको छ, तर डे चाहिँ के छ त? अरूभन्दा फरक, अर्थात् YAD अरूभन्दा फरक शब्द भयो। यस्तै प्रश्न नम्बर 48 मा रहेको छ, What is the difference between the greatest and smallest number of the digit 8, 3 and 7? 8, 3 र 7 बाट बन्ने सबैभन्दा ठूलो र सबैभन्दा सानो नम्बरहरूको डिफरेन्स कति रहेको छ? यहाँ हेर्नु, हामीले जुनसुकै नम्बर अथवा डिजिट दिएको छ भने त्यसको सबभन्दा सानो र सबभन्दा ठूलो नम्बर बनाउँदाखेरि जहिले पनि के गर्नुपर्छ त? हामी चाहिँ पहिले ग्रेटेस्ट बनाऊ है। ग्रेटेस्ट नम्बर हाम्रो कुन हुन्छ त? सबभन्दा पहिले हामी यो तीनटा मध्येबाट ठूलोलाई लिने, कुन हो त? 8 हो। त्यसपछि त्यो भन्दा सानो 7,
त्योभन्दा सानो 3। यसरी हाम्रो 873 के भयो त सबभन्दा ठूलो नम्बर। यसै गरी स्मलेस्ट भन्नुपर्दा अब यसकै उल्टो गरिदिने 378 यसरी ग्रेटेस्ट 873 र स्मलेस्ट 378 भयो। अब यसको डिफरेन्स निकाल्दाखेरि हामीहरु कति आउँदो रहेछ 873 minus 378 गर्दाखेरि कति आयो त 495 अर्थात हाम्रो सही उत्तर 495 भयो। जस्तै अर्को म्याट्रिक्सबाट प्रश्न रहेको छ which one will replace the question marks यहाँ जुन क्वेशन मार्क्स रहेको छ यो क्वेशन मार्क्सलाई रिप्लेस गर्ने यो चारटा मध्ये कुन रहेको छ। यहाँ 4 8 बाट 33 कसरी बनेको छ पहिले त्यो हेर्नु पर्ने हुन्छ हामीले। ठीक छ यहाँ हेर्नु त 4 into 8 गर्दाखेरि 32 आयो। 32 मा +1 गर्दाखेरि 33 आयो। मतलब माथिको र तलकोलाई मल्टिप्लाई गर्ने र त्यसमा 1 जोड्दाखेरि बिचको नम्बर बन्दो रहेछ। त्यस्तै अर्कोमा हेरौ त फेरि यहाँ 8 हुनु पर्ने हो। सरी 9 हुनु पर्ने हो, मिस्टेक भएको छ। 5 into 9 45 plus 1 गर्दाखेरि के हुन्छ त 46 बनेको छ। माथिको तलको मल्टिप्लाई गर्ने प्लस 1 गर्दाखेरि बिचको नम्बर बन्दो रहेछ। अब यहाँ हेरौँ त 7 मा कतिले मल्टिप्लाई गरेर 1 जोडियो भने 78 बन्छ। 7 मा कतिले मल्टिप्लाई गरेर 1 जोडियो भने 78 बन्छ। यहाँ हेरौँ त 12 13 11 अथवा 10 यहाँ सोझैमा भनिदिन्छु यो 11 हुन्छ किनभने 11 7 77 प्लस 1 गर्दाखेरि के हुन्छ त 11 into 7 प्लस 1 गर्दाखेरि 78 जुन बिचको नम्बर बन्न आएको छ अर्थात हाम्रो सही आन्सर 11 भयो। यस्तै अर्को प्रश्न रहेको छ 0 3 8 15 24 छ भने नेक्स्ट नम्बर हाम्रो कुन हुन्छ। 0 3 8 15 24 छ भने अबको नेक्स्ट नम्बर हाम्रो कुन हुन्छ। यहाँ हेरौँ त 0 बाट 3 बढेर 0 मा +3 भएर यहाँ 3 बनेको छ। फेरि 3 मा +5 भएर 8 बनेको छ। त्यस्तै 8 मा +7 भएर 15 बनेको छ। त्यस्तै फेरि 15 मा +9 भएर 24 बनेको छ। यहाँ पहिले 3 जोडियो, त्यसपछि 5, त्यसपछि 7, त्यसपछि 9 यानी कि 3 देखि माथिको अड नम्बरहरूलाई जोड्दै गरेको छ। त्यस्तै अब पालो कसको आयो त 24 मा +11 गर्ने पालो आयो। 24 मा 11 जोडियो भने हाम्रो कति हुन्छ त 35 अर्थात आज यसको सही उत्तर के हुन्छ त 35 हुन्छ। यसरी हाम्रो आजको मोडेल सेटको 50 वटै क्वेशनहरु सकेको छ र फेरि पनि यस्तै सेटहरु हेर्न चाहनुहुन्छ भने मेरो यो एडी सर नेपाली भन्ने युट्युब च्यानललाई सब्स्क्राइब गरेर सेट 3 को पर्खाइ गर्न सक्नुहुन्छ। फेरि पनि हामी सेट 3 लिएर आउने नै छौं। जस्तै मैले सेट 1 पनि प्लेलिस्टमा राखिदिएको छु र फेरि अहिले सेट 2 पनि राख्ने नै छु र भोलि फेरि सेट 3 लिएर आउने छु। त्यसको लागि यो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। हस्त आजको लागि यति, धन्यवाद।